कतिको छ तल गरेर माथि गरेर छिमेकीबाटै हुँ होइन त्यो बजिया म बोल्छु त्यहाँ भेटिरहोस् न भेटिरहोस् न अब बोल्दा हुन्छ होइन र मेरो प्यारो भाना भान्जाहरू आज हामीहरू दसैँको दिन हो तिहारको दिन हो यो पूजा हाम्रो माइती राजालाई भेट्ने राजाहरू रानीहरूले राखेको उहिले पुरस्कारहरू राखेको पर्छ आज पनि हाम्रो सत्ययुग द्वापरयुग त्रिसयुग चौथा युगमा पनि हामीहरू अहिले यसरी नै चेली माइती भेट हुँदैछौँ कहीँबाट पनि कुनै देशबाट पनि नभेटे पनि सन्देश पठाउँछौँ नभएर आफै आउँछौँ र तपाईँहरूलाई मेरो चेलीहरूले भेट्दैछौँ आज धन्यवाद छ कोही बेला रोग कष्ट शान्ति हुन्छ कोही बेला के हुन्छ र भन्दै आज मेरो चेलीलाई म हामी शिर ढोक गर्दैछौँ त्यसमा कोही रोग कष्ट शान्ति गराइदिनुहोस् सुख प्राप्त गराइदिनुहोस् मनोकामना पुरा गरिदिनुहोस् राजा भाषाले पनि मालिक धर्म रक्षा गरिदिनुहोस् भनी मैले तपाईँहरूले दिएको सुनखरी फुल फुलेदोलाई आज मेरो गर्दनमा यो छातीमा शिरमा राखेर म फेरि पनि यहाँ अर्को साल मेरो चेलीलाई भेट्न आउँछु भनी म माइती राजाले भेट्नु पर्यो माइती राजाको कुरो हो यो हाम्रो चेलीलाई भेट्न आउँछु कुनै पनि सात मन्दिर तरेर पनि म यो तिहारमा जरुर आउने छु नाना दिदी बहिनीहरूलाई क्षमा गरिदिन्छु भुलबाट क्षमा गर्छु तपाईँले दिएको खिर भातहरू आज कति मिठो रह्यो कहाँबाट सागरबाट हिमाल चुडीकोबाट लिएर फुल फलेको तपाईँले ल्याइदिनु भयो त्यसको फुल फलेको अवस्थाहरू भने कस्तो रहेछ भने त्यसमा हामीहरू सुनखरी नाम्चाबाट लिएर आउनु भएको शिव नाम्चाको सुनखरीको नाम्चाको फुल फलेको गहना लगाइदिनु भयो पेन्नु भनेको लगाइदिनु भयो र त्यसमा हामी हर घर हाम्रो चेलीहरूलाई धन्यवाद छ सुख शान्ति रहोस् दुःख शान्ति रहोस् फेरि पनि अर्को साल भेटौँ नमस्ते फोन गर्नुहोस् अब